दुर्गा परसाईले भन्नुभयो कि यही नेपालमा हुर्के, यही माटोमा जन्मे हुर्के, यही देशमा ठुलो भयो, यही देशमा आइजिपी भयो, यही देशमा प्रधानमन्त्री भयो, फलाना यो भयो, तर चुनाव पनि 82मा सारेर के अरे हाम्रो देशलाई विदेशीको हातमा सुम्पिनु भयो भनेर भन्नुभयो नि। सबैजना अब रवि लामिछाने विदेशी हो, बालेन शाह विदेशी हो भने स्वदेशी चाहिँ को? भोट दिने जनता सबै स्वदेशी हो कि विदेशी हो? कुन जनताले भोट दिएको हो? अनि त्यसपछि स्वदेशी चाहिँ को? केपी ओली, प्रचण्ड, गगन थापा, शेरबहादुर देउवा चाहिँ स्वदेशी भए? तपाईँको भन्नुको मतलब चाहिँ अब पहिला जस्तो गुन्डागिर्दी गरेर, मान्छे भेला गरेर, लडाइँ गरेर, म यस्तो गर्छु, आन्दोलन गर्छु, यता जनता बिउजाउँछु, अर्को गर्छु भनेर भन्न पाइँदैन। अब यिनीहरूको शासन आयो भनेपछि भन्ने डरले होला नि, होइन? अब तपाईँको त्यो बोल्ने स्वतन्त्रता पनि खोजिन्छ, विचार गर्नुहोस्। किनभने लोकतन्त्र आयो भन्दैमा मान्छे भड्काउने र नचाहिने अभिव्यक्ति दिएर हिँड्न चाहिँ पाइँदैन। अब